यो बाइक देखिराख्नु भएको छ नि, कुनै बेलामा आई युज टु हेट दिस बाइक मनै पर्दैन थियो र यो पर्फेक्ट बाइक चाहिँ होइन है, यो भिडियोमा फुल भन्नेवाला छु। Growing up, I still remember sitting on the fuel tank of my dad's Hero Honda Splendor, hands on the handlebar. Even though I was not riding, but that feelings, that freedom stayed with me forever. And now, years later, I'm the one holding the handlebar, riding my own Royal Enfield Meteor 350. I still clearly remember कि त्यो पुरानो स्प्लेन्डरमा बसेर कति घन्टा त्यसमै बित्थ्यो क्या, माथि बस बाइक डबल स्ट्यान्डमा हुन्थ्यो अनि छ्याप्प बाइक खस्थ्यो क्या, त्यो गरेपछि चाहिँ अनि बिस्तारै बिस्तारै टाइममा खस्थ्यो क्या। मोस्ट अफ द टाइम त्यसरी नै खेलिन्थ्यो स्याटरडेतिर होइन। Year passed by, cycle अनि बाइक चलाउन सिक्दै गइसकेपछि after +2 I got my first bike, which is Yamaha FZS. Just a commuter bike, but for me I was beyond happy. Yamaha FZS सायद त्यो बेलाको कम्प्युटर सेक्सनमा स्प्लिट सिट भएको बाइक होला, सायद FZ नै होला, एउटा ठुलो ट्याङ्की भएको हुन्छ नि, डिफ्रेन्ट डिजाइनको बाइक आएको। लाइक मलाई अर्को थट चाहिँ त्यति बेलासम्म कहिले पनि आएन कि म अर्को बाइक किन्छु वा केही गर्छु भनेर। त्यो बाइक अति नै पुग्थ्यो क्या मलाई। अनि बिस्तारै लाइफ चेन्ज एन्ड स्टार्टेड ड्रिमिङ लाइक एभ्री म्यान डज, एन्ड हियर इट बिगिन्स द रोयल एनफिल्ड च्याप्टर। बट समहाउ मलाई क्लासिक बाइक्सहरू मन पर्न थाल्यो अनि नेपालमा पाउने भनेको अभियसली रोयल एनफिल्ड क्लासिक 350। अनि मैले मेरो फर्स्ट रोयल एनफिल्ड 350 चाहिँ बुकिङ गरेँ। एज अ नेपाली विथ अ क्लासिक 350 देयर इज ओन्ली वान डेस्टिनेसन यु मस्ट गो टु, मुस्ताङ। अनि यदि त्यो मुस्ताङ पुगेन भने क्लासिक 350 भएर यु आर नट अ नेपाली। एन्ड द्याट्स एक्ज्याक्टली वेयर माई ट्राभलिङ जर्नी ट्रुली बिगिन्स। एउटा एकदम फन्नी कुरा चाहिँ के हो भन्दाखेरि म रोयल एनफिल्डको हेटर नै थियो क्या। कम अन म्यान, क्लासिक 350 घुम्न जाँदाखेरि क्लच वायरदेखि लिएर सब बिग्रिने समस्या होइन, रिलायबिलिटीको नाममा जेरो, भाइब्रेसन त्यस्तै होइन। अनि त्यो घुम्न जाँदाखेरि हात थर्केर जिउकै पार्ट पुर्जा थर्केको भने नि हुन्छ होइन। इभन फ्युल इन्डिकेटर पनि थिएन। तर कहाँबाट किन कसरी मलाई मन पर्यो क्लासिकतिर। तर फेरि केही वर्षपछि चाहिँ फेरि त्यही कुराले मलाई फेरि बदर गर्न थाल्यो क्या। अब घुम्न जाँदाखेरि केही भइहाल्यो कि बाइक हुन्छ नि बिग्रिहाल्यो भने त टेन्सन हुन्छ भन्ने कुराले अलिकति प्रब्लम दिन थाल्यो। मेरो बाइकले त होइन, मेरो दिमागले प्रब्लम दिन थाल्यो। अनि त्यसपछि मैले चाहिँ ल ठिक छ, अब रोयल इनफिल्डले एउटा कुनै अलि रिलायबल बाइक निकालिदियो भने चाहिँ स्योरली आई विल रिटर्न ब्याक टु रोयल इनफिल्ड भनेर मेरो बाइक चाहिँ मैले बेच्थेँ। त्यो पहिलाको क्लासिक 350बाट मलाई यो हेडलाइट चेन्ज चाहिन्थ्यो, विच आई गट एलइडी हेडलाइट। अनि यो स्पोक व्हिल्सबाट मलाई अलग व्हिल चाहिन्थ्यो, त्यो पनि कम्पनी फिटेड। आई गट दिस ड्युल च्यानल एबिएस, त्यो पनि पाएँ मैले। अनि मेन मलाई चाहिँ यो इन्जिन रिप्लेस भए अति नै दामी हुन्थ्यो, जुन चाहिँ भयो पनि। अनि यो इन्स्ट्रुमेन्ट क्लस्टर जसमा चाहिँ फ्युल इन्डिकेटर पनि चाहिन्थ्यो, त्यो पनि मैले मजाले पाएँ। त्यति बेला चाहिँ अलिअलि ट्राभल हानेको भएर मोर इन्टु एडभेन्चर होइन। एडभेन्चरमा लाग्ने बित्तिकै फर्स्ट बाइक हामी नेपालीले हेर्ने भनेको त द्याट्स अ बिग बाइक सिआरएफ बिना त ट्राभलै हुँदैन भन्ने भयो होइन। सबै पैसा खन्याएर भयो भने सिआरएफ चाहिँ किन्न सक्ने भइसकेको थियो कि आफ्नै पैसाले। अनि अब त्यसको लागि त फुल रिभ्यू हेर्नु पऱ्यो। युट्युबमा भरको सिआरएफको त सबै नै रिभ्यू हेर्न भइसकेको थिएँ मैले। अनि मजाले फ्रेस माइन्डमा सोच्दाखेरि चाहिँ कम अन बोय, आई हेभ अ फ्युचर, अरू डिफ्रेन्ट प्रायोरिटिज छ, नट ओन्ली द बाइक्स भन्ने भयो। अहिलेलाई सिआरएफको प्लान स्किप गरौँ, भोलि फेरि अर्को किनौँला, तर आजलाई चाहिँ त्यो होइन भन्ने भयो। मैले एडभेन्चर एक्सपिरियन्स गर्न पाएँ विथ माई न्यू एक्सपल्स 204B। यो बाइक मैले एकदमै सर्ट टाइमको लागि चलाएँ, जुन चाहिँ अलमोस्ट अराउन्ड 6 to 7 मन्थको लागि। फर्स्ट सर्भिसिङ सिद्धिने बित्तिकै आई गट चान्स टु एक्सपिरियन्स द रुट अफ अप्पर मुस्ताङ, जुन चाहिँ यो बाइक त्यस्तै टेरेनको लागि नै बनेको थियो। उठेर चलाऊ, बसेर चलाऊ, स्पिडमा चलाऊ, जसरी चलाऊ, जुन बाटोलाई पनि मजाले नै ह्यान्डल गर्न सक्थ्यो। बाइक त रमाइलो थियो, जहाँ पनि जान्थ्यो, पर्फेक्ट थियो, तर आई फिल समथिङ इज मिसिङ अन द्याट बाइक। अनि गेस वाट, फेरि बेच्नु पर्यो त्यो बाइक पनि। मेरो माइन्डमा चाहिँ अलरेडी सेट भइसकेको थियो, आई विल बाई दिस बाइक। त्यही पनि एउटा अरू अप्सन चाहिँ खोज न त। फर्स्टमा त अब अहिलेको जल्लो बल्ल बाइक भनेको ट्राइम्फ 400 होइन, स्क्रैम्बलर भन्दा पनि स्पिड लिउँ कि जस्तो लागेर थियो। स्पिडमा मेरो आँखा गइरहेको थियो। त्यसपछि मैले यो बाइकको बुकिङ दिएँ अनि गेस वाट, वेटिङ पिरियड स्टार्ट भयो अब। र म मात्रै हो कि तपाईँहरू पनि मेरो बाइक डेलिभरी हुनुभन्दा अगाडि नै मेरो हेलमेट ग्लोभ्सको चाहिँ मजाले रिसर्च गरेर मैले किनिसकेको थिएँ। थ्याङ्क्स टु हेलमेट मार्ट भनेर मलाई रिजनेबल प्राइसमा यो एलएसटीको कार्बन फाइबर हेलमेट मिलाइदिनु भएको छ। र ग्लोभ्स पनि मैले बाइ द वे त्यहीँबाट लिएको है, यो मोटोवुल्फको। रोयल एनफिल्डकोबाट मेटर 350 यो मेरो सेकेन्ड बाइक हो। योभन्दा अगाडि चाहिँ मैले क्लासिक 350 चढेको थिएँ, जुन चाहिँ मैले अलमोस्ट 8-9 महिना अगाडि मात्र बेचेको थिएँ होला भने। त्यसपछि अगेन आई केम ब्याक टु दिस बाइक। पुरानो क्लासिक 350 सायद बाइक चलाउनेहरू मध्ये सबैलाई थाहा छ होला,
एउटा फिल त दिन्छ त्यो बाइकले, तर रिलायबिलिटीमा चाहिँ म 5 मा 10 मात्र दिन्छु त्यसलाई चाहिँ। तर मैले जुन चाहिँ चढेको त्यो क्लासिक 350 छ नि पुरानो, त्यो चाहिँ मैले 5 वर्ष चढेको। त्यसको इन्जिन र यसको इन्जिनमा चाहिँ आकाश जमिनको फरक छ। रिलायबिलिटीको केसमा चाहिँ अलिकति हुन्छ नि, पार्ट्सहरू राम्रोको केसमा चाहिँ आई विल गिभ दिस बाइक 8 on 10। यसको स्पिडदेखि लिएर हुन्छ नि एभ्रिथिङ लाइक हुन्छ नि गोज लाइक अ बुलेट क्या। अब चाहिँ बल्ल गोज लाइक अ बुलेट भन्ने भयो क्या यो बाइक चाहिँ। अनि म फेरि क्लासिक 350 मै किन गइनँ त, किन मिटरमा आयो भन्दाखेरि क्लासिक 350 मा चाहिँ मैले धेरै प्रब्लमहरू पनि सुनिरहेको थिएँ र ठिकै छ, अब क्लासिक मैले चढिसकेको छु। सो एउटा नयाँ केही फिल दिउँ न अलिकति क्रुजर सेक्सनमा पनि। सो मलाई यो बाइक चाहिँ भ्यालु फर मनी लाग्यो क्या क्लासिक 350 भन्दा पनि। त्यति बेलाको क्लासिक 350 को स्विच गियर क्वालिटीदेखि लिएर यसको स्विच गियर क्वालिटीमा आउँदाखेरि चाहिँ एकदमै फरक भइसकेको छ। जस्तै त्यति बेला त कमन फ्युल इन्डिकेटर धरि थिएन त्यसमा त, यसमा चाहिँ थ्याङ्कफुली दिएको छ। तर पनि यसको फ्युल इन्डिकेटरमा चाहिँ म भर पर्दिनँ, किन भन्दा चलाउँदै कहिले चाहिँ ट्रिप एफमा गइदिन्छ। ट्रिप एफ भनेको चाहिँ यसको रिजर्भमा हो क्या। अनि फेरि एकछिन रेस्ट गरेर एकछिन टक्क बाइकलाई राखेपछि त्यसपछि मात्र एक्चुअल यसले चाहिँ आफ्नो पेट्रोल देखाउँछ। सो यसकोमा चाहिँ म कम्प्लिटली भर पर्दिनँ, तर पहिलाको नहुनुभन्दा कानोमामा जाति। ब्रो यो लिने बित्तिकै यसको फिल हुन्छ नि, मैले अगाडि भनेको थिएँ नि, मैले यसको टेस्ट राइड पनि लिएको थिएँ क्या। अनि म्यान यसको सिटिङ पोस्टर हुन्छ नि, अनि यसको जुन त्यो थम्ब, अनि जुन मैले त्यो युसी इन्जिन चलाइरहेको थिएँ नि, त्यो युसी इन्जिनबाट यो जे सिरिजको इन्जिनमा आउँदाखेरि त ब्रो कमन इज दिस रोयल इनफिल्ड भएको थियो क्या मलाई चाहिँ। रिफाइन पनि छ, भाइब्रेसन त जेरो भइहाल्यो, वेट डिस्ट्रिब्युसनमा पनि धेरै नै चेन्ज नआयो। अब मेबी यो अब कम्प्लिटली क्रुजर सेक्सनमा भयो भने त्यो क्लासिक भनेको इट्स लाइक अपराइट पोस्टर, अलिक डिफ्रेन्ट सेगमेन्ट हो। तर पनि अब मेरो कम्पेयर त गर्न पाएँ नि मैले होइन। अब तपाईँहरूलाई पनि थाहा छ त्यति बेला त क्लासिक 350 भनेको टेक्नोलोजी नै नभएको बाइक थियो होइन। सो त्यसबाट यसमा आउँदाखेरि चाहिँ मैले असिस्टेन्ट सिपर क्लच पनि पाएँ। त्यो भएन भने चाहिँ एकदम कडा हुन्छ क्लच, त्यो भइदियो भने चाहिँ सफ्ट हुन्छ। अरू भनेको चाहिँ तपाईँले अब माथि गियरमा हुनुहुन्छ डाइरेक्ट एग्रेसिभ डाउनसिफ्ट झ्याप गर्नु पायो भने बाइक स्किड नहुने त्यो कुराहरू हुन्छ क्या यसमा चाहिँ। एज अ राइडर द्याट वाज अ बिगर थिङ फर मी। अनि यसको बिल्ड क्वालिटी सानो डिटेलिङहरू चाहिँ होइन, त्यो भन्दाखेरि यसमा चाहिँ कम्प्लिटली डिफ्रेन्टै पाएको छु क्या मैले। तर त्यो क्लासिक 350 को सस्पेन्सन चाहिँ राम्रो थियो है यसको भन्दा चाहिँ। यसको चाहिँ अलि हार्डर साइडतिरै छ, बमतिर जाँदाखेरि चाहिँ झ्याप एब्जर्ब नगरे हो कि सस्पेन्सनै नभए हो कि भन्ने चाहिँ फिल चाहिँ हुन्छ यसमा। फेरि त्यसमा चाहिँ हुँदैन थियो क्या, किनभने त्यसमा चाहिँ सिङ्गल अगाडिको सिटमा पनि स्प्रिङ जस्तो सस्पेन्सन छुट्टै हुन्थ्यो नि त, त्यसले हल्का भने बाउन्स चाहिँ दिन्थ्यो होइन। तर मलाई चाहिँ रोयल इनफिल्डमा फेरि ब्याक आउँदाखेरि फाइनली आम ब्याक होम जस्तो चाहिँ लाग्छ क्या। अरू बाइकमा गए पनि फेरि यसमा चाहिँ आउनै पर्ने जस्तो लाग्छ क्या मलाई चाहिँ। एभ्रीबडी has their own story. वर्ल्डमा धेरै थोरै मान्छे होला जसले चाहिँ लग्जरी एक्सपिरियन्स सिधै गर्न पाइरहेछ र आई एम नट द वान। मैले पनि जेरोबाट स्टार्ट गरेर एउटा कम्प्युटर सेक्सनको बाइकमा चाहिँ खुसी भएर चलाइराख्ने त्यो केटा अहिले प्रिमियम बाइकतिर लागिरहेको छ र अझै पनि माथि जान्छु होला। सोसियल मिडिया अनि इन्फ्लुएन्सरहरूको कारणले धेरै डाउन फिल हुन सक्छ। जति पनि यो भिडियोमा हेर्नुभयो सायद तपाईँले मेरो 5-10% मात्र हेर्नुभयो होला र मैले सबै कुरा पनि यसमा मेरो लाइफको बारेमा देखाएको छैन। आफ्नो एउटा ड्रिम एचिभ गर्नको लागि चाहिँ अरूसँग कम्पेयर गरेर होइन कि आफ्नो लाइफलाई कसरी राम्रो बनाउन सकिन्छ त्यहाँतिर लाग्नुहोस्। एन्ड यु क्यान क्रिएट योर ओन स्टोरी।